बोलाउँदै देशी बनाइदे ह तर गीत छ भने हिप हप ठोर भत्काएर यति पिरो थियो हेलो गुड मर्निङ वेलकम ब्याक टु माई युट्युब च्यानल माई न्यू डे न्यू ब्लगको साथमा हजुरको सामु उपस्थित भइसकेको छु मिस अन्जना र आज चाहिँ बिहान 5 बजीबाट 4 बजीबाट म चाहिँ उठेर अचार बनाएँ। आज चाहिँ हामी कहाँ जाने हो फर्स्ट हामी चाहिँ आज इन्डियाको बोर्डरतिर जाने हो अनि त्यहाँ मेला छ अनि सबै फ्यामिली भएर त्यतै जाने हो। अनि सो आज स्पेसल चाहिँ के हो भने मेरो भाइको बर्थडे तर उ टाढा छ त्यही पनि यहीँबाट मनबाटै आशीर्वाद छ तँलाई ह्याप्पी बर्थडे गड ब्लेस यु तैँले चाहेको सबै पुरा होस्। अनि त्यसपछि अनि छोरीको पनि बर्थडे छ आज चाहिँ अहिले चाहिँ छोरीलाई सरप्राइज दिनु लाग्यो। अनि त्यसपछि केक चाहिँ उता ठुलो मम्मीको घर यता लगेर यताबाट केक गरेर अनि त्यसपछि बर्थडे गर्ल ह्याप्पी बर्थडे सबै आइसके हेलो खै कान्छी गुड मर्निङ मर्निङ गुड मर्निङ गुड मर्निङ हामी चाहिँ रेडी भइसक्यो। म चाहिँ काम गरेर फुपा चाहिँ भर्खरै उठेर म बिहान उठेर 4 बजे उठेर म अचार बनाउने सब चिज गर्ने ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ल बर्थडे गर्ल त रोयो ल ढिलो भएको ल छिटो यता जाऊ घुस मेरो आई हेभ नो गिफ्ट ह्यापी बर्थडे टु यु जियो हामी चाहिँ रेडी भैया जी किधर जा रहे हो भैया हामी चाहिँ जान लाग्छ। हामी चाहिँ अब मेकअप चाहिँ गरिन्न किनभने मेकअप गरिन्न भने अहिले चाहिँ यसरी हावा उडिरहेको छ दिउँसो पुरै धुलो उड्छ त्यही भएर मेकअपको त्यति महँगो प्रोडक्टहरू युज गर्न हुँदैन त्यसैले यतिकै जाने हो। त्यही पनि हेर्ने मान्छे नभएपछि यस्तै हो केही पालै लाग्दैन। त्यहाँ चाहिँ यो डन्डाको फुका डन्डाको पुरै हुन्छ एकदम फट्का हुन्छ चिप्लाट पनि हुन्छ कहिले ठग हुन्छ ठग हस् त गाइस। अब एकैचोटि अब अर्को घर गएर नुहरूलाई रिसिभ गरेर हाम्रो चन्ना एक्सप्रेसमा नभन्नु होला कि जतिखेर त्यो ट्र्याक्टरमा किन हिँड्छ भनेर ट्र्याक्टरमा हिँड्नुको मजा नै छुट्टै छ कति रमाइलो हुन्छ। तपाईँलाई एकचोटि ट्र्याक्टरमा सवारी गरेर हेर्नुहोस् फ्यामिलीसँग बसेर हाहा गर्दाखेरि यो मोमेन्ट एकदम राम्रो हुन्छ गाइस। ल हस् त अहिलेको लागि धन्यवाद। हामी चाहिँ अब सबै हाम्रो खानेकुरा हो सबै दाल भात तरकारी सबै पकाएर मासु माछा सबै पकाएर बाटोमा गएर हामी ड्राई फ्रुट खाने हो र अल हाम्रो सबै यताबाट विक्रम बाबा जाने अनि हामी चाहिँ यता सिधा जाने स्ट्रेट जाने। हामी चाहिँ माडीबाट जाने हो कि सौद्रामाई दर्शन गर्ने त्यसपछि अनि विक्रम बाबा दर्शन गर्ने। यताबाट चाहिँ विक्रम बाबा जाने हिँड्दै जाने अनि यताबाट चाहिँ हामी जाने यता चाहिँ मामा हुनुहुन्छ। माडी पुल
देसी बनाइदे ह तर गीत छ भने हिप हप सॉरी यार oh secret oh my god what माडी नगरपालिकामा यहाँहरूलाई हार्दिक स्वागत छ यहाँ चाहिँ खाना खान इच्छुक कोही हुनुहुन्छ भने गएर खानु होला तर हामी घरबाटै खाना लिएर आउँछौँ पकाएर बिहानको 4 बजे उठेर सबै भात खाँदैछ यहाँ बस्न बसेर कोही पातमा खाँदैछन् थाल नभएर 12 बजे जितियाको दरकट खाइरहेछ मामी ऊ चाहिँ भिआइपी उसलाई थाल पाए तिनीहरू दुइटाले हामीले पाएन उभि पहिला बन्नु छैन अहिले बनेको रहेछ हामी चाहिँ अहिले खाना खाएर चलेको सवारी खाना खाएर यो जङ्गलमा एकदम साइलेन्ट भएर जानु पर्ने रे एकदम साइलेन्ट टिकट काट्दै अब हामी इन्डियाको बोर्डर पुग्न लाग्छौँ जङ्गलमा हामी 3 घण्टा जङ्गलमा मात्र हामी हिँडेको 3 घण्टापछि अलिकति यहाँ पुग्यौँ हामी अब यहाँबाट फेरि कता पुग्ने हो थाहा छैन गाइस गर्मीमा भएर हो क्या झ्याउला प्यास लाहा पानी ल्याइदेऊ भनेको त्यहाँबाट मुलबाट आउँदो रहेछ पानी फुच्चा फुच्ची फुपा दाई भाइ फुपा सबै छ लाइभ देख्ला यार अब चल धन्न अनि के खेला यार झंडा अब यहाँ यतिसम्म नेपाल है ये दोस्ती हम नहीं तोड़ेंगे हम नहीं ये दोस्ती हम नहीं तोड़ेंगे ये क्या था ओह माय गॉड अहिले चाहिँ फाइनली हामी चाहिँ घर अंकलको घर रिलेटिभको घर आइपुग्यौँ त्यसपछि अहिले चाहिँ फ्रेस भएर थकेला अब रेस्ट गर्ने हो त्यसपछि रेस्ट गरेर खाना खाने हो
हस् त अहिलेको लागि धन्यवाद। म बोल्ने अवस्थामै छैन। 12 घन्टा ट्र्याक्टरमा बसेको हालत कस्तो भयो होला भने तपाईँहरू तर उता गढीमै जाँदाखेरि जति रमाइलो भयो त्यस्तो चाहिँ भएको के बाटो चाहिँ यतातिर बिग्रेको अनि उता गढीमा जाँदा त पिछै पिस्थ्यो अनि यता बाटो त पुरा नगर्नु कति बिग्रेको। हस् त हाम्रो जन्ना एक्सप्रेस यहाँ छ। हामी चाहिँ खाना खाएर पेट भब्काएर ठोर भब्काएर यति पिरो थियो एकदम स्पाइसी हुँदो रहेछ यहाँको खाना त। मेरो त ओठ पुरै पिरोले उभइरहेछ। अन्त पहिला सुरु केटाहरूलाई खुलाउँदो रहेछ दाइहरूलाई फुपाहरूलाई खुलाएर अनि बाबुहरूलाई अनि हामीलाई अनि लेडिजहरूलाई खुलाउनु भएको थियो। अब खाने अब सुत्ने अब यही नै हो आजको भ्लग। यति थकाइलाहा अब एकछिन खुक्रुक्क सुतेपछि आँखा चुप्प निदाइन्छ। आजको लागि यति नै। हस्त हग्नलाई लाइन बस्छ त्यता छ एउटा त्यहाँ गएको खेतमा म चाहिँ कुरुवा बस्न आएको कस्तो छ ढोका लगाइदिएको देख लिया क्या जलाना आ गया। राती को 3 बजे टोइलेट गएको मान्छे यसरी हेर्न पर्छ। बाहिर होइन सेकेन्ड डे हाम्रो चाहिँ इन्डियामा सेकेन्ड डे। अनि फर्स्ट अफ अल गुड मर्निङ मेरो युट्युब फ्यामिली। अनि अहिले चाहिँ बिहान उठेर यता चाहिँ हामी सावर लिन जाँदैछौँ एकदम नेचुरल डिजास्टरमा खोलामा जान लाग्यो। अनि यता त गाउँ कटिन्यू पुरै गाउँ नै गाउँ छ। अनि म चाहिँ यो के भन्छ आलीमा हिँड्दैछु। यहाँ पोको बोकेर नुहाउने हो उठ्ने बित्तिकै नुहाउनलाई पठाइदिएछन्। घरमा धारा छन् तर धेरै मान्छे भएर तर यहाँको मान्छेहरू सबै नुहाउन जाने त्यहाँ पनि छ नि हिँडिरहेको उहाँहरू पनि नुहाउनै जान लाग्नुभएको रहेछ। प्राय यहाँको मान्छे त खोलामा नुहाउन जाने रहेछ। हाम्रोतिर त बाथरुममै नुहाउँछन् रे धारामा नुहाउँछन्। अब हामी पनि जान लाग्छौँ नुहाउनलाई। अब जङ्गल साइडमा यो जङ्गलमा अरे बाघ आउँछ अरे राति हिँड्न हुँदैन रे। राति चाहिँ घरै बस्नुपर्छ अरे राति भगवान् निस्किन्छ अरे। अनि त्यसपछि हामी चाहिँ जाँदैछौँ। म चाहिँ फ्रेस भएन। उहाँ चाहिँ मेरो अङ्कल हुनुहुन्छ उहाँ चाहिँ मेरो फुपा हुनुहुन्छ। फुपा कता तु रियल थाप्छु आएको बुलेका अनि अब चाहिँ म त्यहाँ गएपछि देखाउँछु है। हिजोको थकाइ 12 घन्टासम्म ट्र्याक्टरमा फर्स्ट टाइम त्यस्तो लामो के 12 घन्टासम्म ट्र्याक्टरमा यति दुख्यो। बाटो बिग्रेर रहेछ कि जङ्गलमा पनि धेरै बेसरी चलाउनु नमिल्ने रहेछ। अनि त्यसपछि जङ्गल पनि डेन्जर 3 घन्टासम्म जङ्गल काटा बहुत गाह्रो छ। आउने बित्तिकै अनि त्यसपछि थुप्रै थियो नि त अब उहाँहरूलाई यताउता गर्न नि लायो। अनि यहाँ त यो के भन्छ यसलाई है मचाङ। यहाँ त सबै ठाउँमा के यहाँ त मचाङ हो कि मसा ओके यो मचाङ त पुरा हरर राति देख्यो भने त त्यो पर्दा उड्न पर्ने। अनि त्यसपछि त भन्थ्यो। अनि त्यसपछि त अब चाहिँ म तपाईँलाई हाम्रो नेचुरल डिजास्टरमा पुगेपछि
तपाईहरुलाई देखाउँछु है। ओके बाई। हाम्रो नुहाउने खोला यही खोइ खोला सबै सुकेछ भन्ने भरेछ। यस्तै मम्मी कति 4वटा क्रस गरेर फेरि लास्ट यस्तैमै आयो। खोला त ठुलै उताबाट उत्रेछ तर सबै खोला सुकेको रहेछ। फाइनली अहिले चाहिँ म नुहाएर सफा भएर बसेको। बिहान बिहान आज नुहाई धुवाई गरेर आज सोमबार हर 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 महादेव हर 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 पानी गरेर अनि त्यसपछि शुद्ध भइदिएको। पुरा मन साफ, शरीर साफ, तन साफ, सब साफ। उतातिर चाहिँ फुपूहरू नुहाउँदै हुनुहुन्छ अझै। त्यहाँ हजुरआमा नुहाइसक्नु भयो। हामी यति ग्रुप चाहिँ नुहाइसकेको। अब घर जाने निद पुगे छैन। अनि त्यसपछि फेरि सुत्ने, भात खाने, अनि मन्दिर जाने, अनि यही हो मेला घुम्ने। हिजो सुत्नै पाएन। अस्ति पनि 3 बजे उठाउने मान्छे यही हो। अनि हिजो पनि 3 बजे उठाएर दिदी जाम न टोइलेट बाल्टी लिएर गएको। यो मान्छे भन्दा ठुलो बाल्टी लिएर गएको जन। बहुत गाह्रो। अहिले चाहिँ हामी मेला घुम्न जान लाहङ मन्दिर जान लाग्छौँ। रेडी भएर धुलो उडिरह अगाडि बसेको थुप्रै उडेछ। यो चाहिँ के हो? बदाम हो। बदामको खेती, रुखुको खेती, गहुँ कटनी मना के सँगै हम मेरे गैना के खेत में चाहिँ यो भयो। ल अहिले चाहिँ हामी मेलामा गएर अनि त्यसपछि के हुन्छ म तपाईहरुलाई देखाउँछु। यहाँ हाम्रो बडीगार्डहरु। अहिले चाहिँ हामी अर्को रिलेटिभको घर, फुपूको घर आइपुग्यौँ। अब यहाँबाट अनि त्यसपछि मेला घुम्न जाने। बाबा नेपाल पुग गए। नेपाल पुग तू कहाँ पुग्यो? अस्ट्रेलिया। जतासम्म आँखा गइरह सबै मेरो जग्गा हो। गाउँबारी नै गाउँबारी, गाउँबारी नै गाउँबारी। ए यही छ गाउँ। यति गाउँ लिएर आएकै छौँ। अरू गाउँ काट्न बाँकी नै छ। मन्दिर यता अस्ति ओए दूसरा मिठाई टुमारो मॉर्निंग कमिंग। है ओहो मिठाई का चुल्हा व्हाट। कति राम्रो हेर त्यो भगवानको त्यो के सुनकै जस्तो टिलिल्ल टल्केको है। बहना इसकी सवारी करनी है तुमको। आता है एक बार आके चला जाता है। आज चाहिँ हाम्रो डे 3 इन्डियामा। अनि नुहाई धुवाई गरेर अनि अहिले चाहिँ 6 बज्यो बिहानको। अनि त्यसपछि हामी चाहिँ मन्दिर जान लाग्यो। यता अर्को मन्दिर
त्यहाँ मन्दिरमा गएर के मन्दिर मंदिर का नाम क्या हरे सोफा सोफामा है दर्शन गर्न। अनि त्यसै हामी हिजो उता सौद्रामा नि दर्शन गरेको अनि भिड थियो, भिड भएर भिडियो गर्न पाएन। आज फेरि अनि अहिले यहाँबाट गरेर फेरि उता जाने। कुन बाटो फोपो यो बाटो जाने रे, यो बाटो बारी बारी जाने उता बाटो छ रे, त्यहाँबाट लामो पर्छ रे, त्यही भएर हामी बारी बारी जाने लेभलबाट जाने रे। आज हाम्रो पनि डे 3 भइसक्यो यहाँ बसेको। सूर्य नमाए नमा दुगो रास्ता भयो, एक लंबा भयो एक छोटा भयो, बहुत बड़ा भयो, लंबा नहीं भयो। गाइस अब जाँदैछौँ अनि त्यसपछि के हुन्छ म देखाउँछु है। दुख्यो जान्न चाहन्छु। के टिपिरहेछन् यिनीहरू यसरी, के टिप्दैछन् बच्चाहरू? गोजीमा लुकाउँदैछ चनराउमा ढेँडुवा बाँदरहरू बाँदर्नीहरू। यो चाहिँ मोहो टिपिरहेछन्, मोहो यस्तो। यो चाहिँ हल्का के भएर चाहिँ ठिकै रहेछ। यो हात दुखेकोहरू हुन्छ नि, शरीर दुखेको सन्चो हुन्छ अरे, त्यही भएर मैले यति टिपेँ। यति भए पुग्छ। मलाई धेरै गुलियो मन पर्दैन, त्यो गुलियो रहेछ कि स्विट स्विट। त्यहाँ बाबु प्लास्टिक देखाउने, यता आऊ न। ओ यति टिपेछन्, अझै टिप्दैछन्। यिनीहरू सबै हाम्रो खानदान। इंडिया उठा रहा है इन लोगों ने, इंडिया उठा दिया है। इंडिया उठाने के विचार में practicing dance.
न्यू काण्ड घुसाइसके पालो पालो हेर्नु यस्तो गरिरहेको छ यिनीहरू गप्ता हार्दिन हमरा कुन चाहिँ गाई यिनीहरूको ऑडियंस कापी जमाउने अब हाई गर तनावबाट त्यसले बनायो जम्मै तनावबाट आंटी जी कितना का है बोलिए बोलिए आप कितने में दे रहे हो एक पीस के 300 ज्यादा महंग नहीं हुआ हमारे तो कितने दिन से ठड़ा है हमारा तो गोड़ दुखाता है गोड़ दुखा बुढ़िया बोलो बोलो कंटिन्यू करो बड़ा देर से हम ठड़ियाल हो तो हमारा गोड़ दुखाता है उनसे हम इतना महंगे तो ड्रेसअप देखो ड्रेसअप नीचे लगा रहे हैं पर ये देखो देखो क्या बेच रही है क्या बेच रही है तुम इतने कपड़ा है 2000 का चप्पल है कितना का 250 का जल्दी आपको थरिया चाहिए तो ले जाइए ले जाइए ले जाइए पैसा उठा लो लो के भन्छ मौका का फायदा उठा लो मौका का फायदा ले लो उठा लो एक पीस में 300 थरिया पा रहा है थरिया ले जाओ ट्यूशन थरिया 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 ला 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 मर जाओगे मर जाओगे झोला हेरे थांगले मुगाई थांगले यार हां थांगले माल खोज्छ आउँदै गरे माल गुड मर्निङ गाइज हाम्रो चाहिँ डे 4 हामी बिहानै 4 बजे आएर अनि दर्शन गरेर अहिले चाहिँ लगभग 6 बजे 2 घन्टा जति नै भयो मन्दिरमा उ गरेको। आज चाहिँ अहिले हामी जान लाग्यो, हामी चाहिँ बिहानै आएको फुपू र म मात्रै। अनि त्यसपछि बिहानै हामीले चाहिँ
माताजीलाई नुहाएको सब हामी सबै ड्रेस फेरेको यताउताको सब हाम्रो गर्न पायौँ। खुसी लाग्यो यत्रो टाढाबाट आयौँ। अनि हामी चाहिँ अहिले चाहिँ कुर्दै हो सेक्टर र अरू आउने 6 बजे आउने भन्थ्यो क्या अरे। यही बाटो घर जाने हो क्या अरे। अब यतैबाट आउने हो कतिखेर आउँछन् छोडेर गयो भने छैन। यही बाटो हो जस्तो लाग्छ अरू त छैन बाटो। अब घर जाने अब घर गएपछि अब अस्ति आउँदाखेरि 12 घन्टा लाग्यो आउँदाखेरि। अब जाँदाखेरि कति के लाग्छ जाँदाखेरि अलि छिटै नै हुन्छ भन्थ्यो क्या अरे। के कस्तो हुन्छ अब घर गएपछि यति नै हो हाम्रो मेला इन्डियाको दर्शन गरियो राम्रो लाग्यो मन खुसी भयो शान्त भयो। त्यत्रो टाढाबाट आयौँ सबै भनेको कुरा सोचेको थियौँ दर्शन भिडभाड भयो भने पाइन्न कि राम्रोसित भनेर पायौँ। बिहानै आएको हामी 3 बजे उठेर नुहाइधुवाइ गरेर 1 घन्टा लाएर हिँडेर आएर 4 बजीतिर अहिले चाहिँ अब हामी ट्र्याक्टरमा चढेर घर जानु लाग्यो। थोरै पुगेपछि त्यसपछि हामी नेपालको इन्ट्री गर्छौँ। त्यसपछि बल्ल टावर टिप्छ डाटा चल्छ। अहिले चल्दैन 3 दिनसम्म 11 चल्दाखेरि 11 बजे उताखेरि वाइफाई नहुँदो रहेछ कि त्यसपछि डाटा अनलिमिटेड डाटा अनि त्यसपछि 20-25 जनाले चलाइदिँदाखेरि अलिक स्लो हुँदो रहेछ। अब घर गइन्छ भारतमा छु अहिले। त्यसपछि अब म नेपाल पुगेँ। कान्छी भारत नेपाल भारत नेपाल फाइनली गाइस इन माय कार। हामी चाहिँ नेपालमा इन्ट्री गऱ्यौँ गाइज। अब चाहिँ आफ्नै कति कि आफ्नै ठाउँ फर्की हामी आफ्नै गाउँ इन्ट्री गरे आयौँ। फाइनली हाम्रो नेट चल्यो हाम्रो सिम चल्यो। त्यहाँ 4 दिनसम्म नचल्दाखेरि हाम्रो सास अड्किरहेको थियो। त्यही कारणले मेरो मोबाइल फुट्यो उसको मोबाइल फुट्यो। ए हामीले भन्थ्यौँ के ओहो घरमा बस्दा टाढा जान पाए हुन्थ्यो। भात खियाउ डर कि बसम भागे खोजे ओए हाँस दुःख काटे खोजे खोइ वेयर इज योर डीयूसी के डॉग डीयूसी नहीं वाह अरे वहाँ टिकटक बनाई हेरता चल हाय दे ल बाई बाई अरू सबै गइसक्यो अब हामी चाहिँ अब सबभन्दा लास्ट उहाँ पुग्यौँ। फाइनली अहिले चाहिँ हामी घर आएर आइपुगेर अन्त नुहाइधुवाइ गरेर खानासाना खाएर थकेला सुत्ने हो रेस्ट गर्ने हो मस्त। अब आफ्नो घर आइपुग्यो स्वर्गमा आइपुगे जस्तो भइसक्यो। अनि त्यसपछि जे जस्तो भए पनि अब भिडियो कस्तो बन्यो त्यो थाहा भएन। अनि आई थिङ्क राम्रै भयो होला राम्रै बनायो होला। सुत्न लाग्यो नि पुग्यो होइन नि सुत्ने हो आफ्नो रुम आफ्नो ठाउँ आफ्नो देश आइपुग्यो। अनि त्यसपछि अब भिडियो बनाऊँ के कस्तो हुन्छ अनि साथ सपोर्ट लाइक सब्सक्राइब कमेन्ट गर्नु होला। अनि त्यसपछि यति नै हो भिडियो ब्लगिङ होइन के कस्तो हुन्छ प्रतिक्रिया दिनु होला। थ्याङ्क यू फर वाचिङ भिडियो लभ यु गाइज।